नमस्ते। हाम्रो एनपिएल स्टार्ट सुरु हुँदैछ अनि हामी चाहिँ त्यसको बारेमा केही कुराहरू गर्नेछौँ। अनि एनपिएल सुरु हुँदा भन्दा पहिला पनि हामी त्यो टिमको बारेमा, त्यो क्याप्टेनको बारेमा अनि प्लेयर्सहरू को आउँदैछन्। यसपालि हाम्रो धेरै राम्रा राम्रा प्लेयरहरू आउँदै हुनुहुन्छ। वान अफ द लिजेन्ड्सहरू आउँदै हुनुहुन्छ अनि म त्यहाँको बारेमा चाहिँ कुरा गर्न चाहन्छु। अनि यो खेललाई चाहिँ हामीले धेरै सपोर्ट गर्नुपर्छ, धेरै माया गर्नुपर्छ। यो एउटा खेल मात्र होइन, यो हाम्रो देशको लागि अनि राष्ट्रको लागि पनि अगाडि नाम चिनाउने एउटा यो खेललाई सपोर्ट गर्नुपर्छ। जसरी भए नि सपोर्ट गर्नुपर्छ। क्रिकेट भनेको एकदम वर्ल्डमा चलिरहेको एकदम वान अफ द बेस्ट स्पोर्ट हो। अहिले यो जेनेरेसनमा भनेको धेरै अगाडि गइसकेको छ र हाम्रो कन्ट्री पनि, हाम्रो देश नेपाल पनि धेरै अगाडि बढिरहेको छ। अहिले हाल फिलहालमा तपाईँहरू हेर्दै हुनुहुन्छ, धेरै अगाडि बढिरहेको छ। के भन्छन्, T20 वर्ल्ड कपमा क्वालिफाई खेल्यो, अहिले पनि क्वालिफाई खेल्दैछ। 50 वर्ल्ड कपमा गर्न सकेन, तर त्यो छुट्टै कुरा हो। तर पर्सिदेखि हाम्रो एनपिएल सुरु हुँदैछ, सपोर्ट गर्ने हो। त्यसमा धेरै बाहिरदेखि प्लेयरहरू आउँदै हुनुहुन्छ, हामीले त्यसलाई सपोर्ट गर्ने हो। गएको वर्ष एउटा मात्रै प्लेयर मैले देखेको थिएँ, मार्टिन गुप्टिल भन्ने। त्यो वान अफ द लिजेन्ड हो न्युजिल्यान्डको। त्यो मैले सानैदेखि चिनेको, त्यो वान अफ द लिजेन्ड हो। तर त्यो बाहेक पनि अहिले इङ्ल्यान्डदेखि, अफ्रिकादेखि धेरै लिजेन्ड प्लेयरहरू आउँदै हुनुहुन्छ। तिनीहरू चाहिँ रिटायर प्लेयर हो, तर पनि रिटायर प्लेयर भए पनि हाम्रो देशमा आउँदै खेल्न आइरहेको छ। त्यो धेरै ठुलो कुरा हो क्या हाम्रो लागि। र एनपिएलमा अहिले खेल्न आइरहेको मेरो वान अफ द बेस्ट अनि फेभरेट प्लेयर भनेको फ्याफ डु प्लेसी हो, साउथ अफ्रिकाको वान अफ द लिजेन्ड है। मैले एबी डिभिलियर्स भनेको वर्ल्डमा सबैले चिन्छ, फ्याफ डु प्लेसी भनेको त्यसपछि आएको हो। एबी डिभिलियर्सको डेब्यू चाहिँ मैले देखा हो, फ्याफ डु प्लेसीको डेब्यू चाहिँ मैले 2012मा देखा हो। अनि त्यसपछि जब ऊ मेरो फेभरेट टिम आइपिएलमा आयो, फेभरेट टिम आइपिएलमा ऊ 2018मा आयो। 18 चाहिँ हामीले जित्यौँ। मैले किन भन्दैछु भन्दाखेरि चेन्नई सुपर किङ, सिएसके, धेरै मान्छेहरूले चिन्नुहुन्छ होला भने वान अफ द बेस्ट फ्रेन्चाइजी हो, वान अफ द बेस्ट टिम हो। अहिलेसम्म 5वटा टाइटल जितिसकेको छ। मेरो चाहिँ सानैदेखिको फेभरेट हो, किनकि त्यहाँ एमएस धोनी सबैले चिन्नुहुन्छ। त्यहाँ जब त्यहाँ फ्याफ डु प्लेसी आयो, त्यहाँदेखि मेरो फेभरेट भयो। त्यहाँदेखि उसले साउथ अफ्रिकाको त ऊ एकदम लिजेन्डै हो। अनि अहिले आएर उसले 2021मा रिटायरमेन्ट लियो। 2021मा रिटायरमेन्ट लिएपछि सिएसकेले उसलाई रिलिज गर्यो। त्यसपछि चाहिँ ऊ अहिले आरसिबीमा गएको थियो। आरसिबीमा गएपछि पनि आरसिबीको क्याप्टेन पनि भयो। आरसिबी भनेको रोयल च्यालेन्जर बेङ्गलोर एकदम नम्बर 1 फ्यान्स फलोइङ, एकदम नम्बर 1 हो। अहिले आइपिएलमा वान अफ द बेस्ट टप 2मा आउँछ। टप 2मा सिएसके अनि आरसिबी मात्रै हो। त्यो दुइटै टिमको फेभरेट प्लेयर, फेभरेट क्याप्टेन भनेको फ्याफ डु प्लेसी हो। त्यो आउँदा मलाई यति खुसी लागिरहेछ। एनपिएलमा आउँदैछ, त्यसले एउटा म्याच पनि नखेले पनि, जतिवटा जेसुकै गरोस्, ऊ पछाडि बेन्चमा बसे पनि, ऊ जहाँसुकै हो भने उसलाई चाहिँ जहिले माया गर्नु। उसलाई यस्तो होस् कि उसले नेपाल जस्तो माया कहीँ पनि पाएको थिएन, त्यस्तो होस्। त्यो एकदम लिजेन्ड प्लेयर हो। उसले दुनियाँको सबै लिग खेलेको हो। ऊ सिएसके, ऊ आरसिबी, उसको मेन प्लेयर हो। प्लिज उसलाई माया गरिदिनु होला, उसलाई यस्तो बनाइदिनु होला, ऊ नेक्स्ट टाइम पनि ऊ नेपालमा आउन एकदम बाध्यता होस् उसलाई। ऊ म नेपाल जान्छु भन्ने त्यस्तो होस्। फ्याफ डु प्लेसी, आई लभ हिम। सर, अनि हाम्रो अहिले नेपालमा जुन एमपिएल हुन लागेको चाहिँ तपाईँलाई अहिले चाहिँ कस्तो बेस्ट कुन चाहिँ प्लेयर के अरे टिमले जित्छ जस्तो लाग्छ त तपाईँलाई?
त्यस्तो म भन्न सक्दैन, तर अझै आज एकजना साइन भएको छ, जेसन रोय भन्ने इङ्ल्यान्डको, होइन? हजुर। त्यो पोखरामा गएको छ अनि मलाई के भन्छन् त्यो पोखरामा चाहिँ पोखराको क्याप्टेन चाहिँ कुशाल भुर्तेल जस्तो लागिरहेछ, किनकि मैले अस्ति देखेको। अनि यदि कुशाल भुर्तेल र त्यो जेसन रोय ओपनिङ भयो भने यिनीहरूले धामधुम बनाइदिन्छन् पुरै। कुशाल भुर्तेल भनेको नेपालको वान अफ द बेस्ट ओपनर हो, एकदम टी20 क्रिकेटको त नम्बर 1 हो, लिग क्रिकेटको। अनि जेसन रोय भनेको त्यही पाराले खेल्ने हो, हजुर। 50 ओभरमा पनि T20 ओभरमा पनि जेसन रोयको आफ्नै एउटै पहिचान छ। त्यो त्यही खालको प्लेयर हो। दुईजना एकजना त्यो पोखरामै आइरहेछ है, पोखराको चाहिँ। र सर अन्तिम भइसकेको छ र हजुरले